ल ए बाबु यो 4-500 कुरा एकछिन बन्द गर यो क्वेसन हेर त अब एकदमै बुझ्नेले यो पढ्न पनि पर्दैन क्वेसन पढ्नुपर्छ साक्सो निकालिहाल्छ यो के लेखा होला यत्रो लामो भन्ने हुन्छ कतिलाई कमजोरहरूलाई होइन यो के होइन थपको मेन निकाल भने मात्रै ठिक छ नि अब आएर यो पहिले मैले पढ्नुपर्छ यो काम नानी कुरो छैन जम्मा जम्मी यसको मिन निकाल भनेको छ अनि तँलाई ट्विस्ट के दिएको छ त ग्राम दिएको छ हो त्यो कुकुरले कति खान्छ भनेर ग्राममा दिएको छ एन्सर औसत पनि ग्राममा आउनु पऱ्यो नि परेन हो कि किन हाँस्छ यहाँ क्वेसन पढ्दाखेरि त्यहाँ कुकुरले खाएको देखाएको छ नि त तँलाई कुकुर भन्नु कि हाँसु के जाने कुकुर यसलाई हामी के भन्छौँ भन त यो कुन खालको सिरिज हो कन्टिन्युअस हो कन्टिन्युअसमा मिन निकाल्दा हामीले मिडल भ्यालु निकाल्नुपर्छ माने 80 र 90 को बिचमा के छ पहिला सुरु एम छ एफ छ एमएफ 80 र 90 को बिचमा के छ थाहा भएन भने त्यहाँ गएर 80 र 90 जोडेर 2 ले भाग गर्दा पनि आउँछ तर त्यो टाइम के हुन्छ लामो लाग्छ 85 हुन्छ कति हुन्छ 90 र 100 को बिचमा कति हुन्छ 100 र 110 को बिचमा 110 र 120 को बिचमा तिमीलाई लाग्ला अस्तितिर सानो सानो नम्बर थियो हैन त्यो होइन यस्तै पनि दिन्छ नि यो जब के छ मल्टिप्लाई गर्नु केही छ 36 45 59 60 एफएम भनेको के हो त यो दुईटालाई मल्टिप्लाई गर्ने अहिले अब यहाँ टाइम त्यस्तो किल नगरौँ मल्टिप्लाई गरेर झ्याप झ्याप भन तिमीहरूले चाहिँ हातले गर है कति 30 60 ठिक हो यसलाई त्यो भन्नु न 30 60 बस पार्कतिर गाडीको नम्बर 36 अयो 619 एन भनेको जहिले पनि फ्रिक्वेन्सीको सम फ्रिक्वेन्सीहरूलाई जोड्यो भने के आउँछ एन आउँछ के आउँछ जोड त कति आयो 200 हो समेसन एफएम भनेको यो एफएम जतिलाई जोड्ने कति आउँछ हेर त जोडेर 20430 यस्तो यस्तो अब यहाँ हेर है एउटा कुरो के हो भने यो क्वेसन के हो त उनीहरूले मोडल भनेर नेटमा हाल्दै क्वेसन हो नि अब यहाँ ओभर स्मार्ट हुने हैन नि यत्रो त आउँदैन दिन्छ नि फेरि त्यो हैन अब मोडलमा हाल्यो भने चाहिँ तिमीलाई ठुलठुलो नम्बर आउनेवाला छ त्यही हैन उले भन्नु चाहिँ त्यही तयारी गर भने अब यहाँ 2 यहाँ 3 यहाँ 6 वाला दिने हैन यो मोडल छ भने चाहिँ यसरी आउँछ अब तर अलिकति टाइम लाग्छ अब यो किनभने मल्टिप्लाई गर्नु टाइम लाग्छ डिभाइड गर्न पनि अब हामीले यहाँ क्लासमा पनि के गर्नु पर्छ ठुलठुलो नम्बरको गर्नु पर्यो के बुझ्यो उसले हानिसकेछ अब मिन भने जहिले पनि के हो त समेसन एफएम बाइ एन समेसन एफएम भनेको 20430 एन भनेको 200 यसलाई डिभाइड गरेर पनि देखाउँ त देखाउँ है 20430 लाई 200 ले ठोक्दा 2 लाई गएन भने 20 लाई 20 लाई गएन भने 204 लाई यसलाई नगाइदियो नि यहाँ पनि जान्थ्यो भने हो 204 लाई त पक्कै जान्छ 1 ले जान्छ हो 200 कति आयो 4 अब यहाँनिर खण्डा छ के छ यो ठ्याक्कै सही डिभाइड भएछ है यहाँ एउटा रुल्स सिकाउन मिल्ने डिभाइड गर्यो नि त 43 हाल्यो अब केटाले के गर्छ अर्को झार्छ पुगेन तर नियम अनुसार हरेक स्टेपमा एउटा झार्नुपर्छ के हुन्छ अब अर्को झार्नलाई के गर्ने अर्को यहाँ थिएन भने त पोइन्ट थपेर यहाँ 0 थप्यो हो
तर यहाँको झार्नु पर्यो भने हामी के गर्नुपर्छ 0 थपेर 0 झार्नुपर्छ यो झार्नु पर्यो हो यहाँ बाँकी हुँदा त पोइन्ट थप्छौँ त हामी सिद्धिएपछि पोइन्ट थप्ने हो नि हैन र कति आयो अब थोक त 200 कति जा कति आयो आयो 30 हो यो रुल्स बुझ्यो नि एकै यो 0 चाहिँ अब त त्यतिकै झर्नु पर्ने होइन एक स्टेपमा दुईटा यहाँ भएपछि हामीले पोइन्ट हाल्दै हाल्दैन बुझ्यो नि अनि यहाँ चाहिँ नम्बर बाँकी छ अनि पोइन्ट थपेर यहाँ 0 थपेर कुन खालको डिभाइड हुन्छ हैन अब यहाँ बाँकी छ यसलाई तल ल्याउन अनुमति छैन यसले कतिखेर अनुमति दिन्छ तल ल्याउने यता 0 थपेर कतिखेर जब एकै स्टेपमा दुईटा झार्नु पर्ने हुन्छ तीनटा झार्नु पर्यो दुईटा 0 थपेर हाल्नुपर्छ यो कुरो बुझ्ने नत्र तेरो 102 को ठाउँमा 12 आनी मिल्छ 200 × 12 चाहिँ 20000 हुन्छ त हुँदैन नि ठीक छ कति आयो ल अब पोइन्ट थप्नु पायो नि पोइन्ट थप्दा 0 एकले हो एकले कति आयो यही पोइन्ट एउटा थप्यो 5 आयो कति मजाले आएर त एन्सर मिन कति ग्राम अब मल्टिप्लाई गरी हेर त 200 सँग नेरै 16 नम्बर लैजाएको छ एन्सर यो पेजको नेरै 16 नम्बर कहाँ पुग्छ यो 102 मा पुग्छ नि हो त्यही पनि एकचोटि मल्टिप्लाई गरी हेर त ठिक रहेछ नि अहिले हामीले यहाँ 12 निकालेको थियौ भने 12.15 निकाल्दै मल्टिप्लाई गर्दा 20000 पुग्थ्यो त्यही भएर डिभाइड गर्ने रुल्स चाहिँ सबैलाई के आउनुपर्छ डिभाइड गर्ने 7 वटा कि 8 वटा कतिवटा रुल्स थियो मैले 4 कि परार हो 4 देखाएको सबै रुल्स कि परारकोलाई गराएर 4 कोलाई सिकाउन लाग्यो 8 वटा रुल्स सिकाएको थिएँ नि मैले अब फेरि मेरो के हुन्छ एकचोटि सिकाइन्छ त्यसपछि केटाहरूले सिकाउन थाल्छ अर्को वर्ष त्यस्तो हुन्छ है अब अर्को वर्ष चाहिँ रिन्यू गर्नुपर्ने भइरहेको छ यहाँ रिचार्ज सिद्धिरहेको छ कति आयो नेरै 16 नम्बर भने 102 ग्राम हो निकाल सकिन्छ चाहिँ तिमीहरूको ब्रिटिस आर्मीको अनलाइनमा हालेको मोडल हो है 1 नम्बरमा यो छ ल 2 नम्बरमा यस्तो क्वेशन हालेको छ अनलाइनमा पढेर सुनाऊ ASA aims to spend no more than 4% of their monthly income on clothes. What is their maximum monthly budget for clothes if they earn 21,000 per month? एक महिनामा कति कमाउँछ 21,000 कमाउँछ अब 4% भन्दा कम जति खर्च गर्यो भने बढीमा 4% चाहिँ लुगा किन्छ अरे बुझ्यो नि कसको 4% अब यो 21,000 को 4% चाहिँ कसरी निकाल्ने त अब हामी तिमीलाई त फ्याक्टै मुखमै आउँछ थाहा छ मलाई तर यहाँ त निकाल्नु पर्यो नि त 4% अफ 21,000 हो कि हैन हो अब 4/, दुईटा 0 काट्यो 21 चौको फेरि 3टा काट्यो भने 2टा काट्यो यो 210 ले हाल्नु पर्छ नि 21 चौको कति 840 840 भनेपछि यहाँ 0 थप्दा 800 कति रुपैयाँ खर्च गर्छ लुगामा यो रुपिस नै हो फाइल लाउनु त सबैले एकदमै सजिलो छ है तिमीहरूलाई अब बिस्तारै प्र्याक्टिस गर्दै गएपछि त्यो लाउरे क्वेसन जस्तो सजिलो क्वेसन हाल्न लाग्छ र यहाँ अहिलेसम्म कोही फेल भएको छ तिमीहरूले नपढेर बुझ्यौ नि यस्तो हुन्छ 1 इन्च बराबर 1 इन्च बराबर 2.5 cm छ भने 6 cm बराबर कति भन्दैछ यो पनि के क्वेसन हो गर्नुपर्ने यस्तो यस्तो हो तिमीहरूलाई सोध्ने अनलाइनमा यस्तो सोध्छु भनेर के गर्ने 1 इन्च बराबर कति हुन्छ अब यहाँ त त्यसरी नगरौँ यहाँ त फेरि प्रोसेसले गरौँ न 2.5 cm बराबर कति 1 इंच 1 cm बराबर इंच हो
अब 6 cm बराबर कति 1/2.5 इन्टु इन्च हो। अब 2.5 लाई 5 ले 6 लाई डिवाइड गर्नु पर्यो। के गर्नु पर्यो? एज युजुअल हाम्रो मेथड के छ? 6 लाई 2.5 ले हाल्दाखेरि यो पोइन्ट हटाउन हामी के गर्छौं? माथि 60 तल 25 हुन्छ हो। त्यसो गर्यो भने अब 25 ले 60 लाई ठोक्दा कति आउँछ हेरौँ? 25 दुना 50 आयो। अब यहाँ केही छैन, तल जाने पोइन्ट थपेर 0। 25 चौको 100। कति सजिलो हेर, कति सजिलो। 2.4 इन्च आयो आन्सर। कति आयो? गर्न चाहिन्छ यस्तो लागु पार्ट 1 यो क्वेशन ट्रान्सफर्मेसनको खासै कोअर्डिनेट भन्दा पनि हो। यो जम्मा ट्रान्सलेसन भन्छ यसलाई। के भन्छौँ भने पोइन्ट ए दिएको छ, बी दिएको छ, सी दिएको छ। इफ दे मैले के भने राइट भन्यो नि एक्स, लेफ्ट भन्यो नि वाइ, राइट भन्यो नि एक्स सोच्ने, लेफ्ट भन्यो नि एक्स सोच्ने, अप भन्यो नि वाइ सोच्ने, डाउन भन्यो नि वाइ सोच्ने। त्यही भने मैले यो एक्स भयो, यो वाइ भयो। एक्स हुन्छ राइट र लेफ्ट, वाइ हुन्छ अप र डाउन भनेको के? अब राइट भन्यो नि एक्स मा जोड्ने, लेफ्ट भन्यो नि एक्स बाट घटाउने। भलै त्यो एक्स माइनस छ भने नि माइनस पनि घटाउने है। अप भन्यो भने वाइ मा जोड्ने, डाउन भन्यो भने वाइ मा घटाउने। ठीक छ? ठीक छै छैन? अब ए को इमेज निकाल भनेको छ। ए कति छ? 16 र 56 छ। कति छ? 16 र 56। अब के भनेको छ? all more right by 45 and down by 45 कि 45 हो? 45 हो। यस्तै ब्र्याकेट दिएको छ। त्यो भएन नि यार, फेरि 45 ठानेर मलाई एक्स र वाइ तिरै जोड्दा यस्तो है। ल 45 राइट भने चाहिँ एक्स मा जोड्यो हो। एक्स मा जोड्दा कति आयो? एडेन्स 61। डाउन भने चाहिँ वाइ मा के गर्यो? 56 माइनस 70। अब एडेस 16 मा 45 जोड्दा कति? 61। 56 मा 78 घटाउँदा माइनस घटाउन त सिकाउनु पर्दैन नि यो है। घटाउँदा 78 लाई माथि राखेर घटाउने, तर माइनस राख्ने है। फेरि किनभने यसलाई घटाउन आउँदैन नि त। ल 7 नम्बर एकैचोटि कसरी आयो त भन्ने कुरो। 5 र 6 मा चाहिँ के छ त? स्क्याटर प्लट छ। त्यो एकदमै सजिलो पनि छ। अनि त्यो स्क्याटर प्लटकै लागि भनेर हामीले भिन्दै एउटा भिडियो मेटेरियल पनि तयार पारेर युट्युबमा हाले भएर त्यो हामीले खासै यहाँ गरेनौँ हो। यहाँ 7 नम्बरदेखि जाउँ। यो 4 देखि आउन थालेको क्वेसन हो के? यो के हो त? यो ज्योमेट्री हो होइन? यहाँ जम्मा एउटा पेरिमिटरको कुरा छ। के को ज्योमेट्री? ठीक छ? अब यहाँ विनोद रन्स राउन्ड आउटसाइड द फिल्ड 3 टाइम्स। यो फिल्ड छ एउटा ट्रायंगुलर। यसमा 3 चोटि चाहिँ के गर्छ? उसले दौडिन्छ। 3 चोटि के गर्छ? 3 चोटि भन्नाले 3 राउन्ड। थाहा छ? 3 राउन्ड 3 चोटि। अब यो सबै 3टा बराबर भनेर यहाँ देखाइरहेको छ भनेपछि यो पनि कति भयो? 65 मिटर। यो पनि अब 3टा 65 मिटर छ बाबु। के छ? अब एक राउन्ड हिँड्नु भनेको 65 सिधै कुरो। 3 × 65 कति भयो? 195। एक राउन्डमा 195 मिटर त्यो दौडिन्छ। एक राउन्डमा कति दौडिन्छ? 195 मिटर दौडिन्छ। 3 राउन्डमा कति दौडिन्छ त? इन्टु 3 हाल्ने 3 ले गुणन गर्दा कति आयो? 585 मिटर। ठीक छ? ठीक छैन?
बुझाएछ? क्लियर? आर यु क्लियर? Yes, sir. ओके